चेलीबेटी थुप्रै दिदीबहिनीहरू आज यसरी बलात्कारी भएर मारिनु परेको छ। यसले सरकार जहिले पनि यस्तै मौन बस्ने यसको आवाज उठाउने आज यो कानुन एकदम विकनेस भएकै कारण आज हाम्रो थुप्रै चेलीबेटीहरू मर्नु परेको छ। यदि कानुन बलियो हुन्थ्यो, यदि त्यो चेलीबेटीहरूलाई बलात्कारित गर्ने बित्तिकै फाँसीको सजाय हुन्थ्यो आज दिदीबहिनीहरूले यो यसरी यस्तो भोग्नु पर्दैन। आज कोही नालीमा बलात्कार गरेर कोही नालीमा खसेका छन्, कोहीलाई भेरीमा फालिएको छ, कसैलाई खोलामा, कसैलाई झारीमा फालिएको छ। अनि यस्तो दिदीबहिनीहरूले कहिलेसम्म यस्तो सहने होइन? सरकार किन यो कानुन बलियो जबसम्म कानुन विकनेस भएकै कारण आज यस्तो हुनु परेको छैन। कानुन बलियो हुनुपर्छ, सिस्टम यो कानुन यस्तो चेन्ज गर्नुपर्छ जबसम्म जसले दिदीबहिनीहरूमाथि नराम्रो नजर लगाएर बलात्कारसम्म पुग्छ त्यसलाई के अरे फाँसीको सजाय हुने कानुन हुनुपर्छ। अनि मात्र दिदीबहिनीहरू सुरक्षित हुन्छ भन्ने हामीलाई लाग्छ। जबसम्म यो कानुन बन्दैन तबसम्म हाम्रो दिदीबहिनीहरू अझै सुरक्षित छ भन्ने हामीलाई लाग्छ। त्यसैले कानुन चाहिँ एकदम विकनेस छ, यो कानुनलाई चाहिँ अझै बलियो बनाउनुपर्छ। जबसम्म यो फाँसीको सजाय जबसम्म सरकारले ल्याउँदैन तबसम्म दिदीबहिनीहरू सुरक्षित हुन्छ। यो चाहिँ मेरो भनाइ छ। त्यही भएर कानुनलाई चाहिँ एकदम बलियो बनाउनु पहिलो प्राथमिकता त्यसलाई दिनुपर्छ सरकारले।